साथीहरू यो मान्छेले बेला बेलामा सत्य कुराहरू बोल्नुहुन्छ कि है के भनेर सत्य कुराहरू चाहिँ नि खुलासा गरिरहनु भएको छ। यो मान्छेको भनाइ पुरा सुन्नुहोस् त साथीहरू। नेपाल चाहिँ बाहुनलाई माथि पारेर डिजाइन गरेको देश हो। यहाँ चाहिँ मङ्गोलियनलाई बिस्तारै ब्यालेन्स गरेको छ, लाउरे पठाएको छ, पहाडमा परिवार नियोजन चलाएको छ, मधेसमा हिन्दू बस्तीमा नागरिकता वितरण गरेको छ। जसरी भुटानमा चाहिँ नि हिन्दूहरू बढी हुँदा लखेटिए शरणार्थीको रूपमा, नेपालमा पनि हिन्दू मात्रै आएका शरण पाउँथे होला। इन्डियाका हिन्दू मात्रै आउँदा पाए भारतीय शरणार्थी शब्द छैन। तर भुटानबाट आएका मङ्गोलियन भएकोले उनीहरू शरणार्थी भए, अमेरिकातिर विस्थापित गरिए। तिब्बतबाट आएका मङ्गोलियन भएकोले शरणार्थी शरण दिएन यहाँ। त्यस हिसाबले नेपाल चाहिँ नि हिन्दू राज्यकै रूपमा छ। नेपाल चाहिँ बाहुनलाई माथि पारेर डिजाइन गरेको देश हो। यहाँ चाहिँ मङ्गोलियनलाई बिस्तारै ब्यालेन्स गरेको छ, लाउरे पठाएको छ, पहाडमा परिवार नियोजन चलाएको छ, मधेसमा हिन्दू बस्तीमा नागरिकता वितरण गरेको छ। जसरी भुटानमा चाहिँ नि हिन्दूहरू बढी हुँदा लखेटिए शरणार्थीको रूपमा, नेपालमा पनि हिन्दू मात्रै आएका शरण पाउँथे होला। इन्डियाका हिन्दू मात्रै आउँदा पाए भारतीय शरणार्थी शब्द छैन। तर भुटानबाट आएका मङ्गोलियन भएकोले उनीहरू शरणार्थी भए, अमेरिकातिर विस्थापित गरिए। तिब्बतबाट आएका मङ्गोलियन भएकोले शरणार्थी शरण दिएन यहाँ। त्यस हिसाबले नेपाल चाहिँ नि हिन्दू राज्यकै रूपमा छ। नेपाल चाहिँ